नमस्ते साथीहरू, नेपाली कथा 2M मा तपाईलाई स्वागत छ। भिनाजु, छोड्नुहोस्, तपाईको धेरै ठुलो छ। तपाई सधैँ मलाई यो गर्नुहुन्छ। म दिदीलाई भन्छु कि तपाईले मलाई बाहिर लैजाने बहानामा आफूसँगै लग्नुभयो। मेरो नाम मीरा हो। म 24 वर्षको भएँ। यो उमेरमा केटाकेटीहरू भिनाजुको छेउमा फसाउनु सामान्य कुरा हो। मेरो भिनाजु धेरै सुन्दर हुनुहुन्थ्यो। मलाई उहाँसँग घुम्न मन पर्थ्यो र उहाँसँग समय बिताउन मन पर्थ्यो। म उहाँसँग सबै कुरा साझा गर्थेँ। जब म मेरो भिनाजुसँग कुरा गर्थेँ, उहाँ मेरो हात समातेर आफ्नो तिग्रामा राख्नुहुन्थ्यो र बिस्तारै निचोड्नुहुन्थ्यो। जब म मेरो हात हटाउँथेँ, उहाँ मलाई हेर्नुहुन्थ्यो र मुस्कुराउनुहुन्थ्यो। मेरो भिनाजु एउटा ठूलो ट्र्याक्टर सोरुम रूपमा काम गर्नुहुन्थ्यो र सधैँ आर्थिक समस्यामा हुनुहुन्थ्यो। उहाँ सधैँ मलाई केही उपहार ल्याउनुहुन्थ्यो। मेरो लागि आज उहाँले मलाई एउटा उपहार ल्याउनु भयो र मलाई दिनुभयो। यो लिनुहोस्। मैले सोधेँ, यो के हो? भिनाजुले भन्नुभयो, यसलाई खोलेर हेर। जब मैले उपहार खोले, त्यसमा एउटा सेक्सी कपडा थियो। मैले सोधेँ, भिनाजु, के तपाईले यो मेरो लागि ल्याउनु भएको हो? भिनाजुले मुस्कुराउँदै भने, यो राति लगाउनुहोस्। म धेरै खुसी भएँ र तुरुन्तै मेरो कोठामा गएँ। मैले कपडा लगाउन थालेँ। कालो रङको मलाई सुन्दर लाग्यो। म ऐना अगाडि उभिएर धेरै बेरसम्म आफूलाई हेरिरहेँ, मेरो अनुहारमा सुन्दर मुस्कान लिएर। मलाई भिनाजुको यो उपहार साँच्चै मन पर्यो। आज म राति कहिले आउँछ र यो कपडा लगाएर भिनाजुको अगाडि म देखा पर्ने भनेर उत्सुकतापूर्वक पर्खिरहेको थिएँ। कपडा म त्यही लगाएर भिनाजुको कोठामा गएँ, तर भिनाजु कतै देखिएनन्। म उहाँलाई सबैतिर खोज्दै थिएँ, तर उहाँ कतै देखिएनन्। मेरो चिन्ता बढ्दै थियो। म सोचिरहेको थिएँ कि भिनाजुले मलाई यो कपडामा कहिले देख्नुहुनेछन्। त्यसपछि बाथरुमबाट मधुरो आवाज आयो। मैले बाथरुमको ढोकामा कान राखेँ र पानी खसेको आवाज सुने। कोही नुहाउँदै गरेको जस्तो आवाज आयो। मलाई थाहा छैन कि, तर म आफ्ना भावनाहरू नियन्त्रण गर्न सकिनँ। म कोठामा माथि र तल हिँडिरहेको थिएँ। मेरो भिनाजु बाहिर आउन पर्खिरहेका थिए। त्यसपछि बाथरुमको ढोका खुल्यो र मेरो भिनाजु रोबट्टाले बेरिएको बाहिर निस्के। मैले उहाँलाई देखेर चिच्याएँ र मेरो आँखा बन्द गरेँ, किनभने उहाँ बाथरुमबाट निस्कँदा उहाँको रोबट्टा खुलेको थियो। भिनाजु पनि छक्क परे र तुरुन्तै रोबट्टा उठाए र आफ्नो वरिपरि बेरे। त्यसपछि मैले बिस्तारै आँखा खोलेर हेरेँ र देखेँ भिनाजु मलाई अनौठो तरिकाले हेरिरहनु भएको थियो र हल्का मुस्कुराइरहनु भएको थियो। भिनाजु मलाई यसरी हेरेर साँच्चै रमाइलो गरिरहनु भएको थियो। मेरो आँखा उहाँसँग भेट्ने बित्तिकै मैले स्वतः मेरो नजर तल झारेँ र लज्जित हुँदै मैले मेरो अनुहार फर्काएँ। भिनाजुले छिटो लुगा लगाए। त्यसपछि मैले भिनाजुसँग ओछ्यानमा बसेर सोधेँ, भिनाजु, यो नराम्रो कपडामा कस्तो देखिन्छ? भिनाजुले मेरो काँधमा हात राखेर भने, तिमी धेरै सुन्दर देखिन्छौ, र बिस्तारै आफ्नो हातले मेरो ढाडलाई सुमसुम्याउन थाले। मलाई भित्र एउटा अनौठो बेचैनी महसुस हुन थाल्यो। मेरा भावनाहरू चल्न थाले। मलाई एउटा अनौठो झन्झनाहट महसुस भयो। त्यतिकैमा भिनाजुले आफ्नो हात मबाट हटाएर सोधे, मीरा, तिमीले खाना खायौ? मैले सकारात्मक रूपमा टाउको हल्लाएँ। मलाई थाहा छैन कि, तर म पहिलो पटक भिनाजुको अगाडि बोल्न सकिनँ। एउटा अनौठो अनुभूति मेरो मनमा झन्झनाइरहेको थियो। भिनाजुसँग सधैँ झगडा गर्ने केटी आज केही भन्न सकिनन्। केही समयपछि म उठेर आफ्नो कोठामा गएँ। मलाई पटक्कै निन्द्रा लागेन। रातभरि उछाल्दै र घुम्दै बित्यो। बिहान म छिटो नुहाएँ, तयार भएँ र भिनाजुको कोठामा हतारिएँ, ताकि म भिनाजुलाई सोरुम जानु अघि एकपटक भेट्न सकूँ। तर म भिनाजुको कोठामा पुग्ने बित्तिकै मेरी दिदीलाई मलाई बोलाउनु भयो र मलाई कोठामा मद्दत गर्न भन्नुभयो। मैले अनिच्छुङ्दै मेरी दिदीसँग काम गर्न थालेँ। त्यसपछि मेरी दिदीले मलाई मेरो भिनाजुसँग नास्ता दिन भन्नुभयो। यो सुनेर म धेरै खुसी भएँ। मैले छिटो छिटो नास्ताको कप उठाएँ र मेरो भिनाजु कोठातिर हिँड्न थालेँ। मलाई उहाँ कहाँ उडेर जान मन लाग्यो। जब म मेरो भिनाजु कोठामा गएँ, उहाँ तयार हुनुहुन्थ्यो र सोरुम जान लाग्नु भएको थियो। मेरो हातमा नास्ताको कप देखेर उहाँ रोकिनु भयो र भन्नुभयो, मीरा, तिमीले नास्ता ल्यायौ? भाउजू कहाँ छिन्? मैले भने, दिदी खाना पकाउँदै हुनुहुन्छ, उसले मलाई नास्ता दिन भन्यो। नास्ता पिएपछि भिनाजुले वरिपरि हेरे। त्यसपछि उनले मलाई आफूतिर तान्नुभयो। अचानक मेरो हात भिनाजुको सामानको बीचको भागमा गयो। उहाँले मेरो हातलाई बलियोसँग समात्नुभयो र निचोड्नुभयो। मेरा हात र खुट्टा चिसो हुन थाले। मेरा खुट्टामा प्राण बाँकी थिएन। ठिक त्यतिकैमा मेरो दिदीको आवाज सुने। मैले मेरो हात मेरो भिनाजुको 6 इन्च लामो औजारबाट हटाएँ र काप लिएँ र कोठाबाट निस्केँ। भिनाजु पनि सोरुम जानुभयो। म तयार भएर क्याम्पस गएँ।
क्याम्पस गएपछि पनि मलाई असहज महसुस भइरहेको थियो। म मेरो भिनाजुको बारेमा सोचिरहेको थिएँ र मेरो अनुहारमा एउटा अनौठो मुस्कान थियो। म सधैँ हराएको थिएँ। म क्याम्पस कहिले सकियो भनेर सोचिरहन्थेँ। म घर गएर मेरो भिनाजुलाई भेट्नुपर्छ। जब म साँझ घर पुगेँ, मैले दिदीलाई देखेर डाडी तयार हुनुभएको थियो। सायद उनीहरू कतै बाहिर जान लाग्नु भएको थियो। हात र अनुहार धोएर फ्रेस भएर त्यसपछि खाना खाएँ। खाना खाएपछि म दिदी कहाँ गएँ र उनले भनिन्, मीरा, हामी आज आफन्तको घर जाँदैछौँ। हामी राति फर्कने छैनौँ र भिनाजुले खाना खानु होला र त्यसपछि सुत्न जानु होला। यो सुन्दा म धेरै खुसी भएँ। मलाई भिनाजुलाई एक्लै भेट्ने मौका मिलिरहेको थियो। दिदी र ड्याडी दुवै आफन्तको घरमा गएका थिए। अब घरमा भिनाजु र म मात्र थियौँ। हामी दुवै सँगै खाना खायौँ। भिनाजुले मलाई घरको काममा मद्दत गर्नुभयो। त्यसपछि म मेरो कोठामा गएँ सुत्न। मैले जानी ढोका बन्द गरेको थिइनँ। केही समयपछि मैले ढोका खोलेको आवाज सुने। मेरो मुटु धड्किन थाल्यो र मैले निदाएको नाटक गर्ने प्रयास गरेँ र मेरो अनुहारलाई तन्नाले कसिलो गरी छोपे। बिस्तारै पाइलाको आवाज मेरो नजिक आउन थाल्यो। आवाज ठुलो हुँदै जाँदा मेरो मुटु धड्कन थाल्यो। अचानक कोही आयो र ओछ्यानमा मेरो छेउमा बस्यो र मेरो ब्ल्याङ्केट तान्न थाल्यो। आज पनि मैले मेरो भिनाजुले मलाई उपहार दिनुभएको नराम्रो कपडा लगाएको थिएँ। मैले निदाएको नाटक गरेँ। त्यसपछि मैले मेरो भिनाजुको आवाज सुने। मलाई थाहा छ तिमी जागर्ने छौ। मैले बिस्तारै आँखा खोलेर देखेँ कि मेरो भिनाजु बसेर मलाई हेरिरहेका थिए। त्यसपछि मेरो हात आफ्नो हातमा लिएर उहाँले बिस्तारै त्यसलाई स्याहार गर्दै भन्नुभयो, मीरा, तिमी धेरै सुन्दर छौ। मेरो भिनाजुले मेरो प्रशंसा गरेको सुनेर मलाई अनौठो झन्झनाहट महसुस भयो। म उठेर बसेँ। भिनाजुले मेरो कम्मरमा एउटा हात राखेर बिस्तारै त्यसलाई स्याहार गर्न थाले। त्यसपछि उहाँले आफ्नो हात मेरो छातीमा ल्याउनु भयो र जोडसँग दबाउन थाल्नुभयो। मेरो मुखबाट दुध निस्कियो। मलाई एकदमै राम्रो महसुस भइरहेको थियो। मेरो सम्पूर्ण शरीर आगोमा थियो। भिनाजुले मलाई बलियोसँग समाएर आफ्नो छातीमा तान्नुभयो। त्यसपछि उहाँले बिस्तारै मेरो ढाडमा स्याहार गर्न थाल्नुभयो। मैले पनि उहाँको हात बलियोसँग समातेँ। भिनाजुले मेरो खुट्टालाई बिस्तारै रगड्न थाल्नुभयो। उहाँको खुट्टाले भिनाजुको हात बिस्तारै मेरो कम्मरमा पुग्यो। उहाँले मलाई गुदगुदी गर्न थाल्नुभयो। एउटा हातले मेरो खुट्टालाई मेरो कपडाबाट स्याहार गरिरहेको थियो। मेरो कपडा मेरो घुँडाभन्दा माथि उठेको थियो। हामी दुवै आगोमा जलिरहेका थियौँ। हामी एकअर्कामा विलिन हुन तयार थियौँ। त्यत्तिकैमा भिनाजुको फोन बज्यो र उहाँ कल उठाउन कोठाबाट निस्कनुभयो। म ओछ्यानमा गसेँ। पीडाले छटपटाउँदै मेरो मुटु अझै धड्किरहेको थियो। यो पहिलो पटक थियो जब कसैले मलाई यसरी छोएको थियो। म फोनमा अलि रिसाउँदै थिएँ। सोच्दै थिएँ कि यस समयमा मेरो भिनाजुलाई कसले फोन गर्न सक्छ। अहिले किन फोन आयो? उहाँले अलि पछि फोन गर्न सक्नुहुन्थ्यो। यसको बारेमा सोच्दै धेरै समय बित्यो। जब मेरो भिनाजु फर्किएनन्, म उठेर कोठाबाट बाहिर निस्किएर वरिपरि हेर्न थालेँ। मैले उसलाई खोज्न थालेँ तर ऊ कतै देखिएन। म मेरो भिनाजुको कोठामा गएँ। मैले देखेँ कि ऊ त्यहाँ पनि थिएन। त्यसपछि म बाहिर निस्किएँ। ढोका खुल्ला थियो। भिनाजु फोनमा कसैसँग कुरा गर्दै थिए। लगभग 1 घण्टा भइसकेको थियो। म फोन काट्ने प्रतीक्षामा थिएँ। धेरै समयपछि भिनाजु मेरो कोठामा फर्किएर भने, मीरा, म 2 दिनको लागि बाहिर जाँदैछु। मेरो जरुरी काम छ। मैले भिनाजुलाई हेरेँ। मेरो आँखा आँसुले भरियो। म सोच्नै लागेँ, मलाई थाहा छैन हामी कहिले यस्तो मौका पाउँछौँ। अब हामी दुवै एकान्तमा भेट्न सक्षम हुनेछौँ। म मेरो कोठामा एक्लै थिएँ। यसको बारेमा सोच्दै रोइरहेको थिएँ। भिनाजुले मलाई यसरी छोडेर जाँदा मलाई पटक्कै मन परेन। म रातिभरि सुत्न सकिनँ। बिहान दिदी र ड्याडी फर्कनु भयो। दिदीले धेरै केरा ल्याउनु भएको थियो। उनले मलाई केही खान दिइन् र मैले मेरा साथीहरूको लागि खाजा पनि प्याक गरेँ। जब म साँझ फर्किएँ, मैले देखेँ कि मेरो भिनाजु अझै घरमै थिए। उहाँसँग एउटी केटी पनि थिइन्। मैले अचम्म मान्दै भिनाजुलाई हेरेर सोधेँ, यो केटी को हो? भिनाजुले भने, उनी मेरी श्रीमती अर्थात् तिम्री दिदी हुन्। मैले मेरो खुट्टा मुनिबाट जमिन खसेको महसुस गरेँ, तर मेरो आँखा आँसुले टिलपिल भयो। मैले भिनाजुलाई हेरेँ। मेरो आँखामा पीडा थियो।
त्यसपछि मैले केटीलाई हेरेँ, उनको बिदाईमा सिन्दुर थियो। एकै रातमा के भयो कि मेरो भिनाजुले कसैलाई नभनी के गर्नुभयो? बिहे गरे कि बाध्यता हुन सक्छ मम। मेरो भिनाजुसँग धेरै रिसाएको थिएँ र त्यो केटी म उहाँसँग एक्लै कुरा गर्न चाहन्थे, तर हामीले मौका पाउन सकेनौँ। त्यो केटी रातिमा मेरो भिनाजुको कोठामा बस्थिन्, त्यसैले म उहाँसँग कुरा गर्न सकिनँ। एक दिन मैले भिनाजुलाई आज मलाई क्याम्पस छोड्न भने भिनाजुले भने ठिक छ जाउँ। आज बाटोमा मैले गाडी रोकेर सोधेँ, यो के हो भिनाजु, मलाई भन्नुहोस्। भिनाजुले भने, मिरा म तपाईँको सबै प्रश्नहरूको जवाफ दिनेछु, तर म पनि अडिक थिएँ। मैले भने मलाई अहिले नै जवाफ चाहियो, तिमीले यो किन गर्यो? भिनाजुले मलाई भनेको कुराले मेरो रौँ ठाडो भयो, मेरो आँखाबाट आँसु बग्न थाल्यो। भिनाजुले मलाई भन्नुभयो कि त्यो केटीको नाम पूजा हो। ठाकुर पूजा सधैँ आफ्नो कक्षामा पहिलो हुन्थे। उनी धेरै बुद्धिमानी थिइन्, उनी धेरै सुन्दर थिइन्। विद्यार्थी हुनुको साथै पूजा पनि धेरै सुन्दर थिइन्। क्याम्पसको केटाहरू, शिक्षकहरू पनि उनको सुन्दरतामा मोहित थिए। तर पूजा एकदमै राम्रो परिवारकी संस्कारी केटी थिइन्। उनले कहिले कुनै केटालाई हेरिनन्। एक दिन पूजा आफ्नो अन्तिम क्याम्पसको परीक्षा दिएर साइकलमा घर फर्कँदै थिइन्। बाटोमा बिग्रियो, त्यसैले उनले साइकल मेकानिकसँग छोडेर बासको पर्खाइमा गइन्। त्यतिकैमा एउटा मोटरसाइकल रोकियो, पूजा भित्र पसिन्। पूजाको घर जाने बाटो फरक थियो, मोटरसाइकल चालकले फरक बाटो लिए। त्यसपछि पूजाले भनिन्, साथी मेरो घर यो बाटोमा होइन, त्यो बाटोमा छ, तिमी मलाई कहाँ लैजाँदैछौ? मोटरसाइकल चालक केही भनेन, यस्तो लाग्थ्यो कि उसले केही सुनेको छैन। पूजाले फेरि कराइन्, मोटरसाइकल चालक तिमी मलाई कहाँ लैजाँदैछौ? तिमीले मलाई सुनेनौ? मोटरसाइकल रोक, म तिम्रो मोटरसाइकलमा जान चाहन्न। तर मोटरसाइकल चालकले छिटो गाडी चलाउन थाल्यो। पूजाले केही गडबड भएको बुझिन्, उनी तुरुन्तै फोन गर्न चाहन्थिन्। त्यतिकैमा दुवैतर्फबाट दुईजना केटाहरू आएर मोटरसाइकलमा बसेर पूजाको फोन खोसे। मलाई एक्लै छोड पूजाले तिनीहरूलाई धकेल्न खोजिन्, तर दुई केटाहरूले जान अस्वीकार गरेर पूजामाथि जबरजस्ती गर्न थाले। पूजा चिच्याउन चाहन्थिन्, तर चिच्याउनुको कुनै अर्थ थिएन, किनभने मोटरसाइकल अब सुनसान बाटोमा आइपुगेको थियो। सुनसान ठाउँ देखेर मोटरसाइकल चालकले पूजालाई जङ्गलमा लगे। 5 जनाले उनीमाथि जबरजस्ती गरे। ती जङ्गलीहरूले पूजाको शरीर च्याते, तिनीहरूले उनको लुगा च्याते। पूजालाई बेहोस अवस्थामा छोडेर 5 जना भागे। जब पूजा होसमा आइन्, उनले आफूलाई प्राइभेट मेडिकलको ओछ्यानमा पल्टिरहेको भेटाइन्। होसमा आउने बित्तिकै पूजाले आत्महत्या गर्ने प्रयास गरिन्, तर उनले त्यसो गर्न सकिनन्, किनभने डाक्टर र पूजाको साथी त्यहाँ थिए। अघिल्लो रात मीराले उनलाई फोन गरेकी थिइन्, जसले पूजालाई आत्महत्या गर्नबाट बचायो। ऊ अरू कोही नभएर मेरो साथी थियो र पूजाको साथी। जब म त्यहाँ पुगेँ, मैले देखेँ कि पूजा बारम्बार आत्महत्या गर्न जोड दिइरहेकी थिइन्। मैले उनलाई यो कुरा बुझाएर पूजालाई भेटेपछि मैले पहिलो पटक महसुस गरेँ कि कुनै पनि केटीलाई केही गलत गर्नु अघि 10 पटक सोच्नुपर्छ। एक पटक उनको सम्मान गुमाएपछि यो कहिल्यै फिर्ता पाउन सकिँदैन। मीरा, कृपया मलाई माफ गर्नुहोस्, मैले तिमीलाई गलत गरेँ। तिमी अझै धेरै सानी छौ, तिमी मेरी छोरी जस्तै छौ, तिमी मेरी बहिनी हौ। त्यसपछि मैले तिमीलाई पनि त्यस्तै गरेँ। म पूजालाई यस्तो अवस्थामा देख्न सकिनँ र मेरो पापको प्रायश्चित गर्न मैले पूजासँग विवाह गरेँ। मेरो आँखाबाट आँसु आएर मैले मेरो भिनाजुलाई बाचा गरेँ कि अबदेखि म कहिले पनि कुनै गलत काम गर्ने छैन र एकदमै साधारणको साथ पढ्नेछु, मलाई माफ गर्नुहोस् भिनाजु। त्यसपछि मैले मेरो भिनाजुलाई अँगालो हालेर धेरै रुवाएँ, तर आज जब मैले उहाँलाई अँगालो हालेँ, मलाई कुनै गुदगुदी महसुस भएन। हामीले हाम्रो सम्बन्धको कहिले पनि अनुचित फाइदा उठाउनु हुँदैन। हामीले कहिले पनि हाम्रो मर्यादामा सम्झौता गर्नु हुँदैन, चाहे त्यो केटी होस् वा केटा। समाजमा धेरै फोहोर छ, यसलाई उन्मूलन गर्नु महत्त्वपूर्ण छ। यदि बच्चाहरूले गलत बाटो अपनाउँछन् भने तिनीहरूलाई निर्देशन गर्नु ठुलाहरूको कर्तव्य हो। साथीहरू, कथा कस्तो लाग्यो कमेन्ट गरेर आवश्यक बताउनुहोला। ल फेरि भेटौँला अर्को भिडियोमा, त्यसोसम्म धन्यवाद।